यो चाहिँ घट्टाको लागि हैन पानी घट्टाको लागि ढुङ्गा काटेर चाहिँ यसलाई जातो कस्तो हुन्छ यो घट्टाको आकार आउँछ हैन घट्टाको गोलो आकार आउँछ घट्टाको गोलो आकार आइसकेपछि यो मुनिपट्टिको भाग कि माथिपट्टिको भाग यो माथिबाट भाग मुनिको भाग मुनि भन्छ यो एउटै ढुङ्गाको दुईटा बन्यो हैन कि कस्तो एउटै हो यो एउटा ढुङ्गालाई दुईटा गोलो बनाउने कि यसलाई पुरै गोला बनाउने एउटै बन्छ यसको यसको एउटै बन्छ है एउटै बन्छ यो पुरै तपाईले नाप्नु भा ल उहाँले चाहिँ अब डोरी लाएर हैन त्यो डोरीले मात्रै नाप्ने कुरा अरू नि छ अरू नाप्ने कुरा नि छ कि डोरी मात्रै हो डोरी मात्रै हो ए डोरीले नापेर हैन कहाँनिर लाने यो घट्टा चाहिँ बनिसकेपछि कहाँ राख्ने यो घट्टालाई त्यही हो यो घट्टा यहीँ छ र पहिल्यैदेखि छ अहिले छैन त्यहाँ त्यो यादै नभएको मलाई घट्टा छ भनेको ए चले अहिले घट्टा छैन अहिले भारी छैन भारी सिधै पानी यता तोरेर पानी लगाएको छु घट्टा चाहिँ त्यहाँ रहेछ यहाँ दाइ चाहिँ अर्को घट्टा त्यो बिग्रिँदाखेरि चलाउनको लागि होइन अब यो त्यो माउ छिटै गयो अब यो माउ बनाउने त्यो ढुङ्गा खिएर त्यो घुम्ने खिएर चाहिँ यो खिन्छ नि हजुर अब यो हैन यो माथि भाले हुन्छ हजुर यो खिँदै जान्छ हजुर यो खिएर त्यो त्यहाँको यस्तो खिसकेपछि अब यो युज गर्ने यो यसलाई प्रयोग गर्ने ए कति भयो त्यो घट्टा चले यहाँ मैले देखिनँ त कहिले यादै भएन कति वर्ष भयो यो घट्टा राख्नु 64 सालदेखि छ यहाँ त्यो बाटो कति हिँड्यो खोइ देखेन यादै भयो यतापट्टि सारेको 2 वर्ष भयो उतापट्टि थियो पहिला ए पहिला उतापट्टि थियो ए 2 वर्ष भयो सारेको पिठोहरू नि बेच्नु राख्नु भएको पिठो बेच्नुहुन्छ तपाईँले कसरी हो किलोको माना कसरी पाथीको झन् बेच्छ हामीले पाथी कसरी पिठो पाथीको 130 रुपियाँ पाथी ए खाँदैन कि नखाइकन फुक्का होइन मकै भरेर पिने हुन्छ मकै चाहिँ 130 रुपियाँ पाथी किनेर त्यहाँ पिनेको ज्याला नि त्यही हो त्यही हो ए 130 रुपियाँ पाथीको मकै किनेर पिनेको त्यही ज्यालामा ए यतै बस्नु तपाईँ बस्नु माथि हो नि यता बढी होइन माथि राजमान घर माथिपट्टिको ए त्यता बढी त्यही त चिनिया लाग्छ चिन्नु नि म यो तपाईँलाई 2-3 दिन भइसक्यो देखेको हो र हो तपाईँले गर्नुभएको देखाएको चाहिँ 2-3 दिन भयो होइन यो दिनमा आएर काट्ने नि भ्या होइन कहिले कता अस्ति नै आएर टकटक गरेर देखिरहेको के हो भनेर त्यो मान्छे घट्टा होला भनेर भन्नु थालेँ चलाउनु भएन कहिले चलाउनु भोलि भोलि ए त्यो चलाए बेला आउँछु म भोलि कति बजीतिर चल्ला भारी कति बजी आउँछ अब आज हिजो आएको भारी सबै पिनेर सक्यो ए बिहान चल्छ प्रायः 10-11 बजीतिर ए ल म आउँछु नि त यो कति दिन लाग्ला तपाईँले फुटाउनु यो अब भोलि ग्रेटर मिसिनले काट्नु छ ए मिसिन नि छ ए आउने छ है सेप यो मुनिको त मुनि बस्छ त्यो जुन घुमाउने चाहिँ कुन चाहिँ हो यो भन्दा माथि हुन्छ त्यसलाई चाहिँ त्यो डन्डी कहाँबाट छुन्छ त्यसलाई घुम्ने पाल हुन्छ त्यहाँ पाल हुन्छ त्यो डन्डी माथि नि छुन्छ यो ढुङ्गाभन्दा माथिको भागलाई माथिको ढुङ्गालाई डन्डीले भेट्छ हजुर हजुर ए त्यही त मुनि त्यो देख्दैन घेरी घुम्यो भन्ने हुन्छ नि हामीलाई हो नाम भनिदिनु नि तपाईँको बरु बिराट दाम है भट्टाभट बनायो भने कति दिन लाग्ला तपाईँलाई बनाउनलाई ए छिनोले हानेर कहिले भ्याउने फेरि होइन राम्रो हाने पहिला मान्छेले छिनोले हाने त होला नि सब चिनल त हो कि भन्नु त आयो सबै त्यो चक्काले काट्यो भने त एकै दिन हुन्छ होला अब भोलि अब 3 चक्का मगाएको ल हुन्छ म भोलि नै आउँछु है ल